Alright, good morning everyone. आज चाहिँ मङ्सिरको 25 गते we have a party today. आज चाहिँ हाम्रो छोरा आलेख जन्मेको खुसीयालीमा चाहिँ हाम्रो आलेखको बाजेले चाहिँ आज हामी सबै गाउँलेहरूलाई चाहिँ पार्टी दिने भनेकोले सबैजना एकदम बिजी हुनुहुन्छ। अनि आजको चाहिँ स्पेशल डिस भनेको चाहिँ खसीको चाहिँ प्रोकोले, त्यसलाई चाहिँ रक्ती मिसाएर चाहिँ रक्ती अनि चाहिँ त्यसमा पिठो मिसाएर चाहिँ त्यसको चाहिँ झोल हजुर त्यो बनाएर चाहिँ बनाइने डिस। अनि चाहिँ यता चाहिँ चिकन पनि पाक्दैछ। चिकन ब्रोकोलीको झोल मन नपर्नेलाई चाहिँ चिकन। मुला राम्रै काट्दै हुँदो रहेछ होइन? हजुर यति धेरै काटिसक्नु भयो रहेछ सोल्टीले। यो राम्रो सलाद बनाइरहेको सलादको लागि यो सानो अचार बनाइदिनु पऱ्यो सबै। साग पनि गाउँबाट ल्याएको जस्तो लाग्यो एकबारी। ओके हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ मेरो छोरा जन्मेको खुसीयालीमा, मेरो छोरा खुसीयालीमा हो न। आज चाहिँ तल ठुलो पार्टी हुँदैछ। म अब तल तपाईँलाई पाहुनाहरू देखाउँछु ल भन्। आज चाहिँ हाम्रो घरमा पार्टी हुन गइरहेको छ। हेलो पाहुनाहरू अब यहाँ स्वागत गर्नु पर्यो ल। आज खुसीयाली के खुसीयाली भनिदिनुहोस् न त। आज चाहिँ धेरै खुसीयालीको दिन छ, किनभने आज चाहिँ हाम्रो आलेख भाइको जन्मेर नेपाल आएको। म चाहिँ चट्ट यहाँ सबै गाउँले इष्टमित्रहरूलाई चाहिँ सानो मिठो नमिठो भेटघाट गरौँ भन्ने खालको पार्टीको लागि चाहिँ सबै जम्मा भएका छौँ। अनि आजको चाहिँ फुड मेन्यू चाहिँ एकदम टिपिकल, हाम्रो गुरुङहरूको चाहिँ एकदम टिपिकल खाना रहेको छ। प्रोकोले मेरो एकदम फेभरेट, हामी सबैको एकदम फेभरेट खाना रहेको छ। नमस्ते माडेको भातसँग गाउँको सेकोले। सरी ल, तपाईँको चाहिँ एड लिनुपर्ने रहेछ। वासिङ पाउडर निर्माको यो दाग जान्छ। यस्तो राम्रो खुसीयालीमा दाग भएको टी सर्ट लाउने तपाईँ तयारी गर्दै डजन माटा त्यो भात उयो माडेको ए हाम्रो आलुदम माडेको भात यो चाहिँ यो पात के हो भने त्यो बाजेलाई राम्रोसँग सोध्नुहोस्। यो पातले के काम गर्छ सबै राम्रोसँग सोध्नुहोस्। के हो र यो पात साँच्ची हाम्रो काका? यो केराको पात है। पहिलो जमानामा चाहिँ यो भाँडा कोटा लगाउने। यो पहिलो जमानामा चाहिँ भातहरू गर्दाखेरि हाम्रो अहिले पो प्लेटमा खान्छ। पहिला यसमा अब यसको अहिले तिउन खानालाई मेरो बुझमा छ। मेरो के अरे तिउन खानालाई अहिले त यो प्लेटहरू थालीहरू छ। पहिला त त्यो थिएन के अरे, यसैको यस्तो टपरी सिलाउँथ्यो, यसमा तिउन खाने। अनि यही पातमा यसो थापेर भात त्यसरी माडेपछि त्यो यताउति जान्न के अरे, अनि त्यसरी खान्थ्यो क्या। अब बाजेर तिम्रो बाबाले बेलाको सिस्टम अनुसार चाहिँ केराको पातमा खाने हो भनेर फेरि अहिले मैलो रहेछ उसले लाग्यो। पहिला मान्छे धेरै हुने, भाँडा हाल्न पुग्ने,
जङ्गलबाट ल्याएको चाहिँ साफ हुन्थ्यो यहाँ यो अहिले पुरानो पात भएको भएर अहिले मैलो भएर थियो त्यही भएर यो फुल्न लाग्यो ओके वाउ आज चाहिँ हाम्रो पुरानो सिस्टम चलेको छ है मुलाको चटनी पनि रहेछ आज मान्छे धेरै हुन्छ सो प्लेटहरू पनि धेरै छ पुगेन भने चाहिँ त्यहाँ खाने रे ओके नाइस सबैजना झुक्रे पार्नु भएको छ नमस्ते नमस्ते माइलो जन्माउनु भयो माइलोले आले बाजे 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 खै जिउ गरौँ बाजे अझै अझै Saila. Saila. क्या गई Saila. Saila. ल बजाए आउनु बजाए ल बाजे हाम्रो चाहिँ बिस्तारै बिस्तारै पाहुनाहरू सबै आउँदैछ होइन त्यही हो नमस्कार नमस्कार है बाजे ल है हाम्रो पालेहरू चाहिँ हाम्रो दुईवटा पालेहरू छ होइन ए मामा ओके आज चाहिँ म यहाँ स्वागत गर्दैछु यहाँ पाहुनाहरूलाई होइन त्यही हो आउँदैछ बिस्तारै बिस्तारै आउँदैछ पाहुनाहरू स्टे ट्युन नमस्ते बाबु नमस्ते नमस्ते बाबु नमस्ते मामा नमस्ते सन्चो बाबा हाम्रो मामाको ड्रेस हाम्रो रामु होइन हाम्रो रामु मामा हजुर नमस्ते माइजू झाडा नि माइजू त मैला फाल्नेमा लागि बस्यो कि यस्तो ठुलो बाटोमा यस्तो घुमाइदिए ठुलो बारे काम गर्नु परेन भने तिमीहरू पो अब के भने ए बाजे नमस्ते नमस्ते खाइ ढोकम भाग्य मानी भज निरोगी हुनु हुन्छ र आउनु बाजे ए बाजे अझै बाजे रेडी आउनु भयो म ढोक्छु नमस्ते बजाए नमस्ते ए पथ्यो बाजे भाग्य मानी ल आमा खै बाजे ल भाग्य मानी बाजे कान्छीको नानी हो कान्छी
चा खायो अब खान्न ओके हामी यहाँ डान्स हुँदै रहेछ ल हामी पनि अब नाच्ने भनेको अब मेरो नर्भस साइला एकदमै नर्भस स्मितासँग नाच्दा सक्दैन भाइ पावर आउँछ होला नि त माथि ढोका बन्द गर्न आइरहेको थियो अरू पनि पाक्दैछ भात यता पनि चिउरीको फुलै टिटी सिरेमा सजाइदिनु तिम्रै नामको सुझाउ आशा लगाउँदैछन् छत्तीमा आउनु है ए मायालु पर्खी बसोला मायालु पर्खी बसोला बाटो हेर्दै मायाको पर्खी बसोला पर्खी बसोला मायालु पर्खी बसोला बाटो हेर्दै मायाको पर्खी बसोला Ole
मेरो छोरी अस्मिता अनि ज्वाइँ लेख अनि विशेष गरी हाम्रो सम्झीज्यू नरबहादुर मामा र उहाँको परिवारबाट हाम्रो चाहिँ माइलोको आमाको तर्फबाट आज हाम्रो परिवार सबै परिवार भन्नाले अब यहाँ चाहिँ माइलोको परिवार, अस्मिताको परिवार, साइलोको परिवार, सुस्मिताको परिवार, सबै दिदीबहिनी सबैलाई हामीले आज सानो एउटा पार्टीको एउटा बहाना बनाएर यहाँहरूलाई यहाँ दुःख दिएको थियौँ। त्यस कारणले यहाँहरू आइदिनु भयो। त्यसको लागि हामी सबै परिवारको तर्फबाट विशेष गरी मामा नरबहादुर मामाको तर्फबाट, मेरो तर्फबाट, अस्मिता, सुस्मिता, माइला, साइला सबैको तर्फबाट, छोरी ज्वाइँको तर्फबाट पनि यहाँहरूलाई हार्दिक हार्दिक स्वागत धन्यवाद दिन चाहन्छु। आज यहाँहरूले आफ्नो महत्त्वपूर्ण समय हामीलाई दिनुभयो, यो परिवारलाई दिनुभयो र मिठो नमिठो यो बिहानको भोजमा सहभागी हुनुभयो र यो रमाइलो नाचगान गरेर आज जुन यो कार्यक्रमलाई, हाम्रो भेटघाटलाई अझ रमाइलो र उमङ्ग बढाइदिनु भयो। त्यसको लागि धेरै धेरै आभार धन्यवाद दिन चाहन्छु र म धेरै नभनिकन आज जुन यो रमाइलो भेटघाट विशेष गरी हाम्रो सम्झीज्यू मामा नरबहादुरको तर्फबाट नाति पाएको खुसियालीमा यो भोजको आयोजना गरिएको थियो र त्यसैमा हामी सबै सहभागी भएका छौँ र नाति पाएको चाहिँ उपलक्ष्यमा खुसियालीमा आज दिदीबहिनीहरू, दाजुभाइहरू सबैलाई यहाँ निम्तो गरेर यो खुसियालीमा उहाँले थोरै अनि दुध पोखरी समाज पनि छ, हामी सबैलाई उहाँले चाहिँ थोरै दान दक्षिणा या चाहिँ नि सुवास गर्न चाहनु भएको छ। त्यस कारणले लो शीर्षमा तयार भयो, त्यो थाल ल्याउनुहोस्। अब अम्बोको तर्फबाट या माइलोको तर्फबाट दुधपोखरी समाज, घोदाने परिवार अनि घोदाने चेलीबेटी परिवार, पण्डित टोल परिवार, हाम्रो विद्यमान दाई हुनुहुन्छ हाम्रो अध्यक्ष दाई लगायत, अनि त्यहाँबाट हाम्रो पण्डित टोलको चेलीबेटी परिवार गरेर 5वटा समूहलाई उहाँहरूको तर्फबाट सुवास चाहिँ जनै चाहिँ नि एउटा समूहलाई 15,000 को दरले, माइलोको तर्फबाट 15,000 छ। कृपया चाहिँ नि यति चाहिँ स्वीकारको लागि ग्रहण गरिदिनलाई हार्दिक अनुरोध गर्दछु। अनि दिदीको टोली, दिदी चाहिँ नि माइलोको आमाको अन्जनन्जो टोली पनि यहाँ चाहिँ माइलोको तर्फबाट है उहाँलाई चाहिँ 15,000 थप त्यहाँ छ है। अनि त्यहाँबाट साइलाको तर्फबाट 5, हाम्रो सुस्मिता र साइलाको तर्फबाट 5वटा समूहलाई त्यसरी 15,000 को दरले सुवास गरेको छ। अनि अब मैले पनि नगर्ने भनेको, तर चाहिँ अब मलाई पनि मेरै आँगनमा नाचगान गरेपछि मैले पनि सुवास थोरै 5वटा समूहलाई मेरो तर्फबाट 5,000 को दरले छ है। यति छ, यति दान दक्षिणा स्वीकार दिनको लागि म सबैलाई धेरै धेरै हामी सबैको तर्फबाट
धन्यवाद दिन चाहन्छु। बाट फुलको मालाले स्वागत गर्दैछ। सम्पूर्णलाई ताली बजाएर स्वागत गरिदिनु होला। अहिले यही मेसोमा अब फेरि एकैचोटि उम्काम भनेर हाम्रो दुईटै छोरी ज्वाइँको तर्फबाट हाम्रो पण्डितटोल गाउँको समूहलाई पनि 15,000 रुपियाँ दिने दान गर्नुभएको छ। त्यसकारण यो ग्रहण गरिदिनको लागि हाम्रो बेलसुब आमा, बेलमाया आमा, रेवतीको आमा भाउजूलाई म हार्दिक अनुरोध गर्दछु। नमस्ते गर्नुहोस् न, नमस्ते गर्नुहोस् न मिठी हो माछासँग माग्नु है अहिले पछि है मिठे बुढ छोरी मन पर्यो कहिले खाली मन पर्यो, कहिले छोरी मन पर्यो कहिले खाली मन पर्यो, देखेपछि साली मन पर्यो, ससुरा बा मलाई साली मन पर्यो। जबाना कल्ले लाने हो तिम्रो हातको तिउन तरकारी कल्ले खाने हो, साली तिम्रो जबाना कल्ले लाने हो तिम्रो हातको तिउन तरकारी कल्ले खाने हो। मोती ngala maya marani sadi ani ngala maya hirani moti ani ngala maya tabhanda chabamo ngala maya tabhanda chabamo ngala maya mubhanda Chabarani mulshone ngana tahimo ngai maya satan le temimo ngana bidimo ngai maya satan le temimo ngana bidimo